हुन्छ यहाँबाट भिडियो हुन्छ कि सर यहाँ चाहिँ सबै हाम्रो मावली खाले मात्रै छ माइलालाई भिडियो गर्नुहोस् माइला ल कोमा Boma? सम्पूर्ण दिशाएर घर गयो यसलाई भन्न आमा एकछिन उठ्नु तपाईँ सबै गर्छ त्यसो गरे पनि ब्याग चाहिँ राख्ने नि ओकोमा टाउको दुख्नु जाती हुन्छ कि भनेर पैदार खानेले चाहिँ हँसाउँछ मात्रै हौ बेसी नै हँसाउने चाहिँ पैदार खानेमा काहीँ नाचिस काहीँ नाच है कोही पनि काम त्यस्तो त्यस्तै देख्दैछ लगाइहाल्नु फोटो खिच्नु यो लगाएर अनि फोटो खिच्नु कुमाको तर्फबाट है माइला साँच्ची नै आँखा देख्नु चढे यो सर्ट हो कि यसले लगाएर फोटो खिच्नुपर्छ ल बैदर साइला बैदर गाईलाई कहाँ कस्तो देखाइ गोरुबथानमा छ गोरुबथानमा बैदर काम हो मेरो माइला जहिले जाने है मजाले भिडियो गरे अघि गएन धन्यवाद
कान्छाको ज्वाइँ चाहिँ उयो माइलाको ज्वाइँ आउँदैछ ऊ के गर्नु पर्ने भरै मैले त गीत पाइनँ बिचमा राखेर के शरम गरिरहेको हो त गर्दै राजाको ठाउँमा भेगुता बसेको रहेछ कि उठेको नि उठेको नि अन्त भेगुता उठ्यो उठ्यो भेगुता भेगुता उठेपछि त राजा त बस्नै पर्यो हो अनि त्यसै म उठेको म चाहिँ भान्से गर्नु पर्यो सबैजना लगाइदिउँ न कोमासँग यहाँ फलो खिच्नु भन्नुहुन्छ जस्तो लागेर खयो सबैले लाउनु अरे यो
देखने चौरी जस्तो देख्दैन खोइ टोपीहरू किनेको यता छानालाई पनि दिनुभयो यता चाहिँ त्यो मेरो पाले बखोबाट कति लाउनु यति भयो कोही नहीं मेरो छोरी मान्छे हो तीनजना जेठा जेठी आपा अनि बुढापा माइला जेठा बुढो जेठा जेठा माइला पर्दैन
Waktu teh गर्ने ल खोइ काले उसको नाम त के भयो बेबी उसको नाम त के भयो लुना लुना उसको नाम के हो पुनम पुनम मैले कसलाई भुलिरहेँ काम गरिरहेछ काम गर्दैछु म चाहिँ बिजी छु कि फिक्स भयो बेबी फिक्स त भयो तर स्क्रिन बेबी दुई शब्द बोल्दिनु अरे यहाँनिर देवाको यो रहेछ कि हामी यहाँ गोरुबथान आएर धेरै खुसी लाग्यो धेरै अमेरिकाबाट पनि भानिज बुहारीहरू दिदी सबै अमेरिकादेखि दिदीहरू आउनुभयो त्यहाँदेखि भानिज बुहारी भतिजानी छोरी भान्जी आउनुभयो अन्त हामी पनि सिक्सुदेखि सबैजना जमगाउँ भेट भयौँ आज धेरै खुसी लाग्यो र आइन्दा पनि यस्तै भेट हौँ भनेर मैले धेरै धेरै भगवान्माथि प्रार्थना गर्दछु आज एकदम बडा दिन आज शिवरात्रिको दिन हो एउटा हाम्रो नातिको आदि राईको जन्मदिन पनि रहेछ आज यस्तो बडा दिन हो आज यस्तो ठुलो बडा दिन रहेछ आज र आज शिवरात्रिको भगवान्को एउटा जन्मदिन पनि हो र त्यही दिन एउटा नातिको पनि जन्मदिन भएको रहेछ र धेरै धेरै भाग्यमानी रहेछ हाम्रो नाति र ठुलो ठुलो धेरै धेरै पढेर इन्जिनियर बन्योस् डक्टर बन्योस् ठुलो काम गर्ने होस् र पछाडि हामीलाई पनि सबैजनालाई हामी कोमालाई पनि हामी बाजे बोजूलाई हेर्ने होस् भन्दै हामी आशीर्वाद सबैबाट हामी आशीर्वाद दिन चाहन्छौँ भन्दै म यतिमा बिदा गर्दैछु आजलाई धन्यवाद बेबीले ब्लेसिङ दिँदैछ यहाँ हजुर कोमा अघि बोलेको अहिले बोल्छ यहाँ काम गर्दैछ कोमा एकछिन यहाँ अलिकति दुःख भनेको त मलाई मात्र थाहा हो त हाम्रो आमाले पनि मलाई थाहा मलाई हामीलाई नि थाहा छ कोमा त्यो राखेर आलो आलो नपुग्ने मलाई पुगेन भन बुढी पर्छ बुढी ए मने बाउ त जेठाजु हो यो काइला त देवर हो देवर कोइनी
बधाई दिदीहरूदेखि लिएर भानिसहरू बुहारीहरू भतिजाहरू छोरीहरू भान्जीहरू सबैसँग अब नातिहरूसँग नातिको बर्थडे मनाएर सबै भएर आज सबै धेरै धेरै धन्यवाद। राम्रो राम्रो भयो आज सबै राम्रो सबैजना भेटभाट गरेर मनाइसक्यो। लास्ट धन्यवाद छ एकदम। हामी उताबाट हाम्रो नानाहरू युएसएबाट आउनुभयो र आउनुभयो यसरी आज सोमबारतिर आउनुभएछ र हामीलाई पनि एउटा निमन्त्रण उहाँको गरेर हामी आउन सक्यौँ र सुन्दर समय राम्रोसँगले हामीलाई दिनुभयो र हामी आउन सक्यौँ, हामी भेटघाट हुन सक्यौँ। हामी सबैजना एकदम आज खुसीवाली आज यसरी हामी यो चौरमा यसरी साँच्ची नै आज यो दुनियाँ हामी भुटानको मान्छे बोलाएर दुनियाँ बोलाएर यता हुँदा आज साथी नै हामी यसरी यहाँनिर यो सुन्दर अवसर मिल्नुभयो र त्यो सुन्दर अवसर मिलेकोमा हामी धन्यवाद दिन्छौँ। हामी र साथी नै यहाँको सबैजनाहरूसँग मिलेर हामी भुटानकोहरू मिलेर युएसएबाट आउनेहरूलाई साथी नै यसरी हामीले योहरू सुन्दर अवसर मिलाएर हामी सबैजनालाई यसरी खुसीवाली गरेर आज साथी नै आज बिदा गर्दैछौँ। र साथी नै आज यहाँनिर नानीको बर्थडे पनि थिएछ, हाम्रो भानिजको नानी, र उहाँहरूलाई पनि हामीले आशीर्वादहरू दियौँ र उहाँहरू नानाहरूले पनि हामीलाई आशीर्वाद दिनुभयो र यसरी राम्रो सुन्दर समय दिनुभयो हामीलाई र यसको लागि हामी एकदम धन्यवाद दिन्छौँ। र साँच्ची नै हामी एउटा यसरी यो भाग्यशालीलाई चाहिँ हामी एउटा मान्यता गर्दैछौँ, भाग्यशाली भयौँ र हामी एउटा यहाँ यसरी आज साँच्ची नै यसरी छुट्ने समयहरू भएको छ। हामी आज भोलि चाहिँ हामी छुट्ने कुराहरू छ र यस्तै छ। र हामी एउटा छोटो समय लिएर मैले बोलेको र सबै कुरोमा आशीर्वाद भगवान्ले दिनुहोस्, परमेश्वरले दिनुहोस् भनी म यही प्रार्थना गर्छु। एकदम हामी धेरै धेरै आशीर्वादहरू माइजूहरूले दिएको आशीर्वाद र हामीलाई माइजूलाई हाम्रो उहाँहरूले दिएको भानिज बुहारीहरूले दिएको आशीर्वादहरू हामी एकदम पुगिरहन् र हामी एक साल 2 सालमा पनि फेरि पनि हामी भेटहरू हुनु भएको होस् भनी हामीहरू यही भन्दछौँ। भेटहरू होस् भनी हामीहरू यही प्रार्थनामा यही राख्दछौँ र हामी एकदम सुन्दर समय दिनुभएकोमा धन्यवाद र यतिमा राख्दैछु। एकदम खुसी एकदम। नमस्कार। खाउनु त पायो यस्तो एउटै सर्ट लगाएको मान्छे को रहेछन् भनेर उता बसेर फोटो खिच्नु त ल आमा नमस्ते। मेरो नाना भानिजहरू युएसबाट आउनुभएछ र यहाँ गोरुबथानमा आउनुभएछ र सबै भेटघाट गरियो र सबै राम्रो लाग्यो मलाई पनि। अब यहाँ आएर पनि 3 पटक भेटियो, त्यसमा धेरै धेरै धन्यवाद टक्राउँदैछु र अरू गाउँघरको इष्टमित्रहरू पनि आएर सबै भेटघाट गरियो र
फेरि पनि भेटौँला भन्ने एउटा आशा गर्दैछु र यतिमै राख्दैछु मेरो वचनलाई। नमस्ते, धन्यवाद। हाम्रो कान्छा मामा हुनुहुन्थ्यो दाजुभाइ भनेको यो हाम्रो रोजाइले पाएको होइन। मैले छानेर मैले दाजु बनाउन सक्दिनँ, बनाउनु दिदीभाइ बनाउन सक्दिनँ। कहाँबाट छानेर भाइहरू बनाउँछ बनाउँछु होला। हो, ठिक कुरा हो। होइन, एउटा खुसी के लाग्यो भने त अब कति त भ्याउँदैन नि त। कस्तो बिजी संसार अहिले छ। वर्षमा यो भन्दा 2 वर्षमा आउनु भएको थियो होला। त्यो 2 वर्ष नभ्याउनेहरूको यो वर्षमा आउनुभयो होला। तपाईँले मन बुझाउनु पर्यो। त्यस्तै हुन्छ अब सबैको समस्या। कोही त थुप्रो वर्ष नि हो नभेटेको। कति कुन्ती माता अब पाण्डव शान्ति होस् के कुन चाहिँ गीतमा नाच्छ त्यही भन्नु तपाईँ त्यही लगाएर तर माथि गएर होला यहीँ होला यहाँ पनि दिनु पऱ्यो नि है खोलाको टोपी पनि लगाएन। टोपी लाउनु जेठाले बिचरालाई लगाएको टोपी जान्छ र टोपी लगाएर फोटो किन्नु लगाउला नि त के छ भोलि राम्रो देख्छ नि टोपी लगाएर। त्यस्तो सुहाउँदैन। दाजु एउटा टी-सर्ट त भाउसँगै छ ल। ठिक्क हुन्छ तपाईँलाई नाप्नै पर्दैन ल। अनि यसो चियापानी माथि ल बोल्नु, दुई शब्द बोल्नुहोस् ल। बोल्नुहोस्, के छ आजको भनिदिनुहोस्, कस्तो लाग्यो? आजको लागि एकदम
प्रोग्रामहरू अब मेरो भाइले गर्नुभयो एकदम खुसियाली लाग्यो यो सबै अब हाम्रो भाइले यो गोरुबथान ग्राउन्डमा पिकनिक खाइयो सबैजना खुसियाली भयो रमाइलो सबैजना भेटघाट भयो एकदम धन्यवाद छ थ्याङ्क यू सो मच भनिदिनुहोस् न 2 शब्द भनिदिनुहोस् न उहाँले सोधिहाल्नु होइन 2 शब्द भनिदिनुहोस् यहाँ भाइहरू बहिनीहरू आएको छ अनि हामी पनि यहाँ आयौँ भाइ बहिनी सबैलाई धन्यवाद भनिदिनुहोस् 2 शब्द उहाँले फेरि लागेर पनि हो पत्रकार पनि हो त्यसले सोध्छ नर सोध्छ नमस्ते धेरै धेरै धन्यवाद यसरी भाइ बुहारी बहिनीहरूसँग यसरी भेट्नु सकेकोमा यहाँ गोरुबथान भन्ने ठाउँमा धेरै धेरै धन्यवाद यसरी उहाँबाट हामी पनि भुटानबाट आउन सक्यौँ उहाँसँग हामी यसरी भेट भएकोमा धेरै धेरै धन्यवाद छ धन्यवाद थ्याङ्क यू भन्नु अरे अलिकति भए पनि धन्यवाद तपाईँहरूको बासमा हामी आउन सक्यौँ तपाईँ भेट्न सक्यौँ हुन्छ धन्यवाद छ सबैजनालाई हाम्रो मामा माइजू छुना देमा यति टाढोदेखि आउनुभयो हामीलाई यहाँ भेटघाट गर्नु धेरै खुसी छौँ हामी पनि धन्यवाद थ्याङ्क यू उयो बहिनीलाई देऊ के भन्नु ल एकदम सबै आज पिकनिक खाएको सबै राम्रो भयो मेन टुरिस्ट अहिले पो आउँदैछ ल यसबाट पनि खिच्छु होला उनीहरू गाउँ खानु सबै भयो फोटो खिचेको ऊ छोडिएछ नि खै हामी यहाँ फोटो खिचेको भयो अलिक मासले ताला हेर्नु न मलाई हेर्नु हजुर डाइरेक्ट पुग्दा पनि म त डाइरेक्ट
अलिक क्लोज भएन साह्रै भयो हुन्छ अझै होइन होइन फोटो खिच्दै पछाडि क्या सबैले सक्यो फोटो खिचेर एउटा दामी गीत लाउनु त सबैले यो फोटो चाहिँ गीत लगाएको थियो दामी गीत लाउनु न ओए राम्रो गीत लगाउने उता पार्छ सुक्यो भने गदाउँछ
अब
बुझ्यो